कल्पना गर्नुहोस्, एक बिहान तपाईँ उठ्नुहुन्छ, सूर्य देखिँदैन, आकाश धुम्म छ, तापक्रम शून्यभन्दा तल झरिसकेको छ, नदीहरू जम्न थालेका छन् र केही महिनामै सहरहरू बाक्लो हिउँले ढाकिन्छ। के यो कुनै फिल्मको दृश्य हो कि भविष्यमा आउन सक्ने वास्तविकता? आज हामी कुरा गर्नेछौँ के हिमयुग सुरु हुँदैछ। हिमयुग भनेको पृथ्वीको लामो समयको अवधि हो जहाँ विश्वव्यापी तापक्रम घट्छ, विशाल हिमचादरहरू फैलिन्छ, महादेशहरू बरफले ढाकिन्छन्। हाम्रो पृथ्वीले इतिहासमा धेरै हिमयुगहरू भोगिसकेको छ। सबैभन्दा पछिल्लो ठुलो हिमयुग लगभग 11,700 वर्ष अघि समाप्त भएको थियो। त्यो समय उत्तर अमेरिका, युरोप र एसियाको ठुलो भाग बरफले ढाकिएको थियो। मानव सभ्यता सुरु हुनु अघि पृथ्वी लगभग बरफको घर जस्तै थियो। हिमयुग अचानक हुँदैन, यसका केही कारणहरू छन्। पृथ्वी सूर्य वरिपरि घुम्दा यसको झुकाउ र कक्षमा सानो परिवर्तन हुन्छ। यी परिवर्तनहरूले हजारौं वर्षमा पृथ्वीको तापक्रममा ठुलो असर पार्छ। सूर्यको सक्रियता घट्दा पनि पृथ्वीको तापक्रम घट्छ। हाल सूर्य सौर्य चक्रको 25 मा छ। अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्य गतिविधि अध्ययन गरिरहेका छन्। अनि अर्को कारण, ज्वालामुखी विस्फोट भयो भने हिमयुग सुरु हुन सक्छ। यदि सुपर ज्वालामुखी जस्तै येलोस्टोन नेसनल पार्कमा विस्फोट भयो भने धुलो र ग्यासले सूर्यको प्रकाश रोक्न सक्छ। यसले मिनी आइस एज ल्याउन सक्छ। यहाँ ठुलो प्रश्न उठ्छ, यदि पृथ्वी तातिएको छ भने हिमयुग कसरी आउँछ? वैज्ञानिकहरूको अनुसार अहिले हामी इन्टरलोजिकल पिरियडमा छौँ, अर्थात् दुई हिमयुग बीचको तातो समयमा। तर गल्फ स्ट्रिम जस्तो समुद्री धार कमजोर भयो भने युरोप र उत्तरी भाग सिसिन सक्छ। केही अध्ययनहरूले सङ्केत दिएका छन् कि समुद्री धार प्रणाली कमजोर हुँदै गएको छ। यदि यो पूर्ण रूपमा रोकियो भने युरोपमा अत्याधिक चिसो मौसम सुरु हुन सक्छ। इतिहासमा 1300 र 1850 को बीचमा लिटिल आइस एज आयो। त्यो समयमा नदीहरू जम्थे, खेती नष्ट हुन्थ्यो, अकाल पर्थ्यो। के फेरि यस्तै समय आउन सक्छ? केही वैज्ञानिकहरू भन्छन् यदि सूर्यको सक्रियता धेरै घट्यो भने ग्रान्ड सोलर मिनिमम आउन सक्छ। तर अधिकांश वैज्ञानिक सहमत छन् अहिले तत्काल ठुलो हिमयुग सुरु हुने सम्भावना धेरै कम छ। मिलनकोभिच चक्र अनुसार अर्को ठुलो हिमयुग हजारौं वर्षपछि मात्र सम्भव छ। तर मानव गतिविधिले पृथ्वीलाई तातो बनाइरहेको छ, यसैले हिमयुग ढिलो सुरु हुन सक्छ। यदि अचानक सुरु भयो भने के हुन्छ? कल्पना गर्नुहोस्, एक दिनमा तापक्रम अचानक घट्छ, एक महिनामा अन्नबालीहरू नष्ट हुन्छन्, एक वर्षमा खाद्य सङ्कट सुरु हुन्छ र 5 वर्षमा ठुलो जनसङ्ख्या स्थानान्तरण हुन्छ। यदि यस्तो समय सुरु भयो भने मानव सभ्यताको ठुलो परीक्षा हुनेछ। पहिले तुरुन्तै अर्को ठुलो हिमयुग सुरु हुने सम्भावना कम छ र पृथ्वीको मौसम प्रणाली धेरै जटिल छ। हामी सधैँ सुरक्षित छौँ भन्ने ग्यारेन्टी छैन। पृथ्वी पहिले पनि बरफले ढाकिएको थियो र भविष्यमा फेरि हुन सक्छ। तर प्रश्न एउटा मात्रै हुनेछ, कहिले सुरु हुन्छ भन्ने मात्रै। कृपया भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।